म त रक्सी चुरोट छुँदै छुन्न, त्यस्तो कुनै पनि नराम्रो एडिक्सनमा फसेको छैन भनेर तपाईले आफूले आफूलाई महान ठान्नुहुन्छ भने एकचोटि आफ्नो फोनको स्क्रिन टाइम चेक गर्नुहोला। हाई, आई एम अर्जुन, रिस्टार्टिङ माई लाइफ विथ 30 भिडियोज इन 30 डेज। टुडे इज डे 5। कुकुरको काम पनि हुँदैन, फुर्सद पनि हुँदैन भन्थ्यो, मेरो पनि उस्तै हालत भएको छ। बिहान 9 बजे घरबाट निस्केपछि एकैचोटि राति 9 बजे घर आइपुग्छु। त्यो 12 घण्टाको समय बिताउन मलाई कहिलेकाहीँ 12 वर्ष चाहिँ विरक्त लागेर आउँछ भने कहिलेकाहीँ 12 सेकेन्ड चाहिँ आँखा झिमिक्क गर्दा दिन बितेको थाहै पाउँदिन। दिनको सुरुवातमा आज दिनभरि त यति धेरै काम गर्छु भनेर लिस्ट बनाएको हुन्छु, तर बेलुका घर पुगेर सम्झिँदा एउटा पनि काम पुरा हुँदैन। अनि सोध्छु म त एलन मस्क भन्दा पनि बिजी रहेछु भनेर। तर जब मैले आफ्नो फोनको स्क्रिन टाइम चेक गरेँ तब मेरो आफ्नै सातो उड्यो। मिनिमम 6 देखि 8 घण्टाको स्क्रिन टाइम रहेछ। अनि मलाई बल्ल रियलाइज भयो म बिजी रहेनछु, मलाई त फोनको एडिक्सन लागेको रहेछ। अनि यो सब एउटा स्क्रोल गर्ने बानीले भएको। बिहान उठ्ने बित्तिकै टिकटक, इन्स्टा स्क्रोल, खाना खाँदा पनि स्क्रोल, काममा नि फुर्सद हुने बित्तिकै स्क्रोल, राति आँखा दुखेर रातो नहुन्जेलसम्म पनि स्क्रोल, इभन एकछिन वासरुम जाँदा धरि फोन छोड्दैन। हो, यो पनि एउटा एडिक्सन हो, जुन रक्सी चुरोट या कुनै ड्रग्सको एडिक्सन भन्दा कम छैन। तर नराम्रो बानी सुधार्नलाई कहिले पनि ढिलो हुँदैन। सो म आजबाट यो बानीलाई सुधार्ने कोसिस गर्छु। अब पालो तपाईको। एकचोटि आफ्नो फोनको स्क्रिन टाइम चेक गरेर कति आवर छ कमेन्ट गर्नुहोला। आफ्नो अमूल्य समयलाई दिन रात स्क्रोल गरेर खेर नफालौं। इन्टरनेट र टेक्नोलोजीलाई डिस्ट्र्याक्सन होइन, प्रोडक्टिभ टुल बनाएर सही ठाउँमा सदुपयोग गरौँ।